बुवा भन्ने मिलेन अनि हो नि त अनि के को मिले आवश्यक त हुन्छ त्यसले गर्दा त यस्तो भयो त यहाँसम्म हामी दुःख पाइरहेको छौँ 8 महिना भयो हामीले दुःख पाएको त्यसको केही गर्नु न केही गर्नु हामीले नाचे मैले बुझे अनि गोपाल हामीले चाहिँ पत्र बुझाइसक्यौँ हामीले त त्यो उहाँहरूलाई हामीले एउटा कस्तो भने वैधानिक के हो त्यो अनुसारले नि लाग्छ मलाई लिएको छैन भनौँ नि लेख्नु भएको छ जस्तो लाग्छ त्यही भएर उहाँको लागत कति करोड के लेख्छ घेराबाराको लागि पैसै मैले छुट्याइदिएको थिएँ गर्नुभयो तोक्लाउनुपर्छ भन्नु अब खै आर्थिक वर्षै गइसक्यो कतिचोटि तोक्नु बनाउनु न भनेर मैले दिएको उहाँहरूले बनाउनु दिनु भएन भन्ने सुन्यो हामी त बनाउनु रेडी भएको थियौँ उहाँहरूलाई दिनु त उनीहरूको के हकदार छ र त्यहाँनिर त्यसरी हाम्रो गोपाल मन्दिर मार्फत हामीले दिएकै छौँ त पास भइसकेकै छ त बजेट एकैछिन हामी के गर्ने जाउँ त त्यसो भए के हो के हो यो के हो यो के हो के भन्नु पर्ने उहाँको खै कति करोड पो लागेको छ भन्दै हुन्थ्यो त्यस्तै केही चाहिँ आएको छ यति छलफल गर्नु सिद्धि हुँदा छ भने अब कसरी दिने हामी मिलाउला त्यो चाहिँ तपाईँहरूले दिनुभयो भने छोड्छौँ भन्ने खालको कुरो चाहिँ आएको छ मैले लेखकमा दिनुभएको छ उहाँले कता अब तपाईँहरू फेरि कहिले कहिले मात्रै आउनुहुन्छ मैले यहाँ बोलाउँछु भन्नुभयो नि त दुईटै आएपछि सहमति नै हुँदैन छलफलमा पनि बाँधिन्छ मात्रै होइन अनि भेटघाट गराउनु तपाईँ बोल्नुहोस् हामी बोल्दै बोल्दैन गोपाल मन्दिर यहाँ पाओस् न हामी बोल्दै बोल्दैनौँ त्यस्तो विषय के भनेर न्यायाधीशलेसम्म बोल्नु डरायो हिचकिचायो अथवा के सम्झ्यो उसले अब नगरपालिकालाई मिला भन्नुहुन्छ अब नमिलेर त्यस्तो भएको त्यहाँ गएको कि त उहाँहरूले तपाईँहरूको कि त उहाँको भनिदिनु पर्थ्यो क्या सर्वोच्चले त्यति भनिदिएको भए त लट्टै साप मिलाएर राख भनिदियो अब मिलाउनुलाई कतिचोटि यहाँ भेला भयो अब चक्का चक्की झन्डै झन्डै अब हतालालको स्थिति नै हुन्छ अब त मिटिङ पनि जुममा मात्रै राख्ने होइन हामी नभइदियो जुममा चाहिँ कुराको त हुँदैन कमसेकम हामी नभइले जुममा चाहिँ कमसेकम चक्का चक्की भयो हतालाल भयो नि त्यहाँ उनीहरूलाई दिनुपर्ने उनीहरूको के परमान छ दिनुपर्छ नगरपालिकालाई दिएकै होइन त्यो भनेर न्यायाधीशले छिन्देकै छ गोपाल मन्दिर देखिएकै छ त्यहाँनिर नछुनु केही नगर्नु गोपाल मन्दिर घचा मचा नगर्नु भनेर लेखिदिएकै छ
त्यहाँभन्दा कति छ र त हामीलाई त घच्चामच्चा गऱ्यो भने त अब हामी नयाँ मुद्दा हाल्न जान्छौँ फेरि अहिलेसम्म हामीले केही पनि गरेको छैनौँ चार घेरा गर्नु त अनि हामीले निवेदन दिएर अनि बजेट तयारी भएकै अनि छ त गोपाल मन्दिरको मार्फतबाट तिनीहरूको के अधिकार छ र त्यहाँनिर उनीहरू त्यहाँ रेखदेख गर्छ त्यहाँनिर थ्री फेज गराउनुपर्छ है थ्री फेज राइट बसौँ एकछिन कुरा उतै परेको अनि के गर्नु तपाईँले जसरी हो कि त्यसरी मिल्छ अब यसो गर्नुपर्छ गोपाल मन्दिर रहोस् मिलेर गर्नुहोस् भनेको बाउको स्थानमा बसोस् बाजेको स्थानमा बसोस् नातिकैमा बस्नुपर्छ त्यही हो मेरो चाहिँ हाम्रो चाहिँ भनाइ त्यही उनीहरूको भनाइ पनि गोपाल मन्दिर रहोस् भन्ने नै हो होइन तर कस्तो भने सबै अकुपाइ गर्ने त्यहाँ अर्को तपाईँहरूले पनि मन्दिर बनाउनु नि देउता बनाउनु ठाउँ छैन नि किन छैन लु मलाई यहाँ बना भन्नु यसो पठाइदिनुहोस् एकजना म त्यही बनाउँछु अनि एउटा के अरे उहाँको बालगोपाल एउटा तपाईँको गोपाल त्यसरी बनाउँदा पनि हुन्छ त्यसरी कहाँ पायो र गोपाल मन्दिरको स्थानमा बालगोपाल बनाउनु होइन उहाँहरू पनि अब त्यसै भन्नुहुन्छ खोइ के गर्ने के जसको अधिकार लाग्छ जसको हक लाग्छ जसकोले जित्छ कसको छ प्रमाण उसैलाई गर्नु पर्यो नि त अब भोलि अर्को आएर अर्को कम्टाउला अर्को बस्ला त्यो तिनीहरूलाई त्यहाँ ठाउँ दिनु त भएन नि त 9 नम्बरमा यो देखाउनु ल त्यहाँ पनि त्यही छ तपाईँले डाइरेक्ट यहाँ आउनुभएछ 9 नम्बरमा 9 नम्बर जानु यो धर्मशाला बनाउने भनेर अलिक पल्लोपट्टिको नक्सा बनाएर यो कसले लेख्ने मलाई घर नक्सा पुरा दिन्छ यो अहिलेको कुरा गरेर यो देखाउँ तिनैजना 9 नम्बर यसो गर्नु नमस्कार बस्नु हामी भेटेर गइहालौँ भनेको यहाँ त त्यस्तै छ के त्यस्तै भइहालौँ भन्ने नै तरिकाले आउनु भएको छ हामी के अरे दिदी बहिनीहरू आउनु उताबाट 3 जना आउनु हो के कागज छ कागज छैन भने बसेर कुरा गर्नु कागज छ भने चाहिँ यता ल्याउने हो यो के अरे दिदी बहिनी हामीलाई उहाँहरूको दिदीहरूको के फाइल त्यो विक्रम कार्की के भन्ने सरले दिनुभएको छ यहाँ गोपाल मन्दिरको के हाम्रो यति लगानी हो भन्ने के छ अरे यहाँ कता तर निकै पुरानो भयो भेट्नु निकै गाह्रो होला खानेपानीको ल्याइराख्नु ल तपाईँहरू कतिजना आउनुभयो तपाईँहरू कतिजना आउनुभयो 3 जना अच्छा वेट गर्नु ल तिमी बाहिर बसेको छौ होइन ल के भेटाइ पनि भयो ए राम्रो ल म तपाईँहरूलाई यो एउटा दिन्छु है त ल हुन्छ सर त्यसमा हामी छलफल गर्छौँ हाम्रो विश्व एकछिनै होइन हाम्रो विश्व वातावरणको कार्यक्रम गर्नुपर्ने ऊ तल उसलाई के अरे प्रशासनमा बोलाएको व्यक्तिलाई अनि हजुरलाई यसो भेटेर गइहाल्ने भनेर राखी 30 लाखको क्षति गरेको छ हाम्रो मन्दिर भत्काएर त्यो पनि गर्नु पर्यो उनीहरूले हजुर ल ठिकै छ तै पनि मेयरज्यूलाई मैले यसो सुना पनि सबै यहाँ आउनु भएको छ दिदी बहिनीहरूले पनि त्यो त्यस्तो पनि हुँदो रहेछ भनेर कहिले चर्च बनाइदिने छेउतिर त्यो चर्च त अब
हाम्रो उसले प्रशासनले यो ओरिजिनल राख्छ, कपी तपाईँहरूले बुझ्छ। उहाँको भनाइअनुसार चाहिँ 1,43,27,329 रुपियाँ 7 पैसा यहाँका भौतिक संरचनाहरू निर्माण, मर्मत र सञ्चालनमा खर्च गरिएको भन्ने जानकारी छ। उहाँको भनाइ मैले भन्नुपर्छ। उहाँको भनाइ चाहिँ यति पैसा तपाईँले दिनुहुन्छ उहाँहरूलाई भने उहाँहरूले दाबी दावा गर्नुहुन्न। मन्दिर बनाएर बेच्नु मिल्छ अरे, पैसा लिन्छ अरे उनीहरूले। खोइ पो नि त, अब त्यो खालको अस्ति सल्लाह त्यो खालको भयो नि त यहाँ होइन। तपाईँले यता बस्नु भएको थियो, उहाँहरू यता बस्नु भएको थियो होइन। बिचमा म छेक्दा भएको दिन क्या। अनि हामीले पैसा दिन्छौँ भनेकै छौँ, हामीले पैसा दिन्छौँ भनेकै छैन। हैरान भएको दिन चाहिँ गएर सरकै मुखबाट आयो है। तपाईँहरूको लगानी कति छ बुझौँ भन्ने आइसकेपछि मैले उहाँहरूलाई चाहिँ लु कति हो त भनेर भन्दाखेरि यो आएको छ, पत्याउने हुने नहुने भन्ने कुरा। मन्दिर बनाएर धर्मशाला बनाएर बेच्नु पाइन्छ कि पाइँदैन? बुवा तिलहरूले छ कि त अब म दिन्छु तपाईँलाई पत्रै। लु यता सुनौँ हजुर, के छ मेरो यो बुझाउँछ, मेरो पाला आयो बुझाउँ हजुर। लु ल्याउनु यता आउनु तपाईँ बेसी। यो कपी उसमा राखिराख्नु, हाम्रो पछि अलिक राम्रो तरिकाले राख्नु, पछि फेरि हराउनु होइन। यो यसको ऊ राख्नु के भन्छ अरे, ओरिजिनल आफूले राख्नु, कपी गरेर हाम्रो सरकारहरूलाई प्रतिदिन उहाँ छ। ए हुन्छ है ल म सहयोग गरिहाल्छु। अनि अलिकति म कुरा गर्छु है सबैजनाले। त्यो चार घेरा त त्यही त अब तपाईँलाई कुनै छैन। हामीले दिएकै छौँ त यहाँ, तपाईँले तोक लगाइदिनु भएको छ त। इन्जिनियर गएर म माथि योजनामा भन्नु न, मैले गरिदिइसकेको त। मेयरलाई भन्नुपर्छ भन्छ खालि। किन मलाई भन्ने, मैले त लेखेर दिइसकेँ है। त्यो फाइल त्यही माथि नै होला, कोही यहाँ लिएर झारेको छ कि म अहिले कुरा गर्छु। ल हस् हजुर। त्यो चाहिँ हाम्रो विपक्षको मिटिङ छ। यो यताबाट चिठी चाहिँ वडा स्तरीय विपक्षको बैठकको मिटिङ गरेको छैन। के गर्नु अब सबभन्दा ठुलो त आफूलाई नि परेको छ दुईटा कमाएर। अब यसको लागि त बनाउँदैछ त त्यहाँ तल होइन, अहिले समिति बनाएर त्यो चलिरहेको कतितिर कता यतापट्टि त चलिरहेको छ, उतापट्टि पनि चलिरहेको छैन। अब कोरिडोर कहिले आउने टेन्डर पर्खेनु होला प्रक्रियामा। यो चिठी पनि छ सर, हाम्रो कार्यकाल सकिन आँटिसक्यो, टेन्डरको प्रक्रिया नै पुगेको सर। एउटा चिठी छ सर त्यहाँ, त्यो 3 भागेमा अस्ति मोटरसाइकल झऱ्यो नि, हाम्रो माननीय अशोक कुमार राईको मान्छे हुनुहुँदो रहेछ। अहिले दिल्लीमा 4 ठाउँ हाँसिएर ढुङ्गाइरहेछ। अनि त्यहाँनिर बारहरू थिएन, बाँस थियो, बोर्ड थियो, त्यो पनि हुर्काएर लगेर मोटरसाइकल के गर्नु। अनि सर त्यो निस्किटी 4 टिप्टो चाहिँ हामी के गर्छ, चिसी गरी निस्किएको सिपा दिनभर बाटो छेक्दिनु पर्छ। त्यो त अहिले नै हाम्रो गाडी तयार छ, आज हजुरले सिकाइदिनु हो भने त्यो। अनि अर्को कुरा पनि हजुरलाई सूचना गरी यहाँ आठको बस पार्कको जनता आउनु भएको छ, उहाँहरू सबैको त्यहाँको अलिकति बाटो चाहिँ राख्नुहोस्। तपाईँले कुरा राख्नु राख्नु हाम्रो चाहिँ त्यो अहिले बन्दै गरेको पिच छ नि मेयर साहब, भेटकुटी मार्गदेखि तेर्सो, त्यसमा चाहिँ मदन मार्गसम्म मात्रै गर्नुहुने रहेछ। अनि यता हामी 2-3 घरलाई मात्रै अब धुलो हुने भयो, यता चाहिँ टोरे मात्रै छ, त्यो पनि कम्प्लिट गरिदिएदेखि हुने भन्ने हाम्रो आशा, माग भन्दा पनि हाम्रो आशय हो। त्यो त होला तैपनि अब यो आर्थिक वर्ष त अब क्लोज हुने बेला पनि भयो। अब अर्को आर्थिक वर्ष
अर्को साल त गरिहाल्छ अर्को साल त गर्नु त हुन्छ नि अब त्यो पनि आर्थिक वर्ष कहिले उयो हुन्छ बजेट कहिले आउँछ अनि यसो त्यति धेरै पनि छैन मदन मार्गदेखि गोर्खाली चोक आउनलाई त लगभग एभरेजमा 100 मिटर चाहिँ छैन त्यति मात्रै बाँकी रहन्छ हेर हामी चाहिँ हेर्दा पनि नराम्रो उहाँहरूको भनाइ चाहिँ अब त्यति आयो तर पनि आफूतिर सुन्नुपर्ने हाम्रो घरबाट धुलो दुवाउनु पर्ने त्यति अलिकति बढाइदिएदेखि मेरो साहबले हुन्थ्यो भनेर चाहिँ अब वार्डमा त्यो चाहिँ हामीले किन त्यति मात्रै त्यति पैसा नपुगेर होला त्यस्तै होला सर त्यही जस्तो लाग्छ मैले हिसाबमा सोधेको थिएँ अब पैसा चाहिँ अब छैन कति के गरिदिने हो अब माथि मेरो साहबले अब हजुरहरूले जानु भेट्न भन्ने कुरा भएर उहाँहरू अब माथि मेरो वार्डमा लु हिँड्नु त भनेर लिएर आएको छ मैले चाहिँ अब हुन पनि अलिकति माथि मागिन्छ त्यति दिएदेखि त धेरै राम्रो हुन्थ्यो भन्ने कुरा चाहिँ छ पनि छैन अलिकति मात्रै छ त्यो स्कुलको बच्चाहरूलाई पनि त्यो स्कुलसम्म अगाडि आयो भने उहाँहरू 2-3 वर्ष त्यति हुन्छ म हेर्छु किनकि त्यस्तो गरेको रहेछ के थियो होला पैसा नभएर हो कि या के थियो के कारण थियो भेटौँ त यहाँ एकछिन हुन्छ अध्यक्षज्यू मैले लेखिदिएँ यो तपाईँको के अरे यस्तो अवस्था भनेर जानकारी भयो अब गरौँ यो निस्किटी चाहिँ आज यसो उपलब्ध हामीसँग टिपर त थिएछ शिविर निस्किटीको शिविर गएर टिपर हामीसँग छ मैले त्यसो भने निस्किटी लगाउनु त्यो त फेरि उता गएको होला 20मा गएको होला एउटा कता गएको छ एउटा कता गएको छ त्यो हाम्रो इन्सपेक्टरलाई सोध्नु त गएको छ त्यो खाली छ भने यहाँ खाली छ त्यसरी एउटा बाहिर अनि उहाँहरू के त्यही त मैले भने त हेर्छु बुझ्छु किन गरेको रहेछ पैसै नभएर होला एकचोटि पैसा भएको भए त भइहाल्छ एकचोटि सामान्य गरिदिनु हुन्छ काम नगर्ने भन्ने हुँदैन ल उता मिजेरी साको कुरा सुन्नु के भन्नुभयो ट्राफिक मिरर नि सर हामीले यसपालि चाहिँ वडा नम्बर 20मा लाउनेछौँ 20मा हजुर 14मा चाहिँ एकदम राम्रो अनि यो फुटेकोहरू जति पनि छ त्यसलाई चेन्ज गर्नुपर्ने कति सकिन्छ त्यसलाई पनि चेन्ज गर्नु भनेर ठिक छ एकदम धेरै राम्रो तपाईँले थुप्रो हो होइन यो चोकतिर पनि लाउनु भएको छ कता कता देउराली चोकतिर तपाईँले नै हो कि हजुर अब यो वडा नम्बर 20ले हाम्रो वादादेखि डेलिकेट गर्नुभएको अनि यो शनिबार लगाउने अनि कति ठाउँमा चाहिँ अब त्यो भेन्डलिजम पनि गरेको छ त्यो पनि चेन्ज गराउने भनेर मान्छे हो नि नेपाली ए त्यति हो ए ल हुन्छ बधाई छ तपाईँलाई धेरै धेरै शुभकामना छ धन्यवाद पनि हजुर सुन्नु दुईजना होइन आइराख्नु पर्दैन त्यहाँबाट भन्दा पनि भइहाल्छ भन्नु त्यति कुरो छैन काम चाहिँ ए तपाईँको चाहिँ ओके हाम्रो साह्रो बोल्ने भयो ल हाम्रो विषय भनेको चाहिँ त्यो खरी खोलामा अलिकति हामीलाई बारीले पनि अलिकति दस्ताइराखेको छ अनि यसमाथि चाहिँ हामीले कि जाली केही दिनको लागि रोकथामको लागि चाहिँ हाम्रो त्यो बगाउने स्थितिहरू केही रोगको लागि भने एउटा ढुङ्गा चाहिँ कहाँबाट ल्याउने म बोल्छु के भन्दाखेरि अब हामीलाई अब सबैले विषयले देखिराख्नु भएको छ होइन म भारतीय के भयो भन्दाखेरि अब पहिले सबैलाई थाहै भएको कुरो हो हामीलाई नगरपालिकाले लगाइरहेको जाली चाहिँ जुन उहाँहरूले अब अहिले त वार्डाध्यक्ष भनेर थाहा भयो पहिले अब व्यक्तिले हालेको भनेर हाम्रो त्यो डोलर लगाएर सबै त्यो जाली हटाइदिएर जुन त्यो खोला कुदेको ठाउँमा चाहिँ उहाँहरूले जाली लाउनु भएको थियो त्यो जालीले चाहिँ अब जुन हाम्रो जाली बाटोमा खोला कुदाइदिनु भयो त्यहाँ जाली लगाइदिनु भए पछाडि अब हाम्रो घर बस्ती बगाउने हुँदाखेरि हामीले वार्डालाई भन्दा वार्डाध्यक्षले अब तिमीहरूको मेयर छ त जाऊ भन्नुभयो होइन तत्कालै त्यो बेला अब हाम्रो लफडा पनि भयो यहाँ तालिका बैठक थिएछ आएर अनि हामीले सबै हामी 9 घरले नै यहाँ निवेदन दिए पछाडि अब मेयर साहबलाई दिए पछाडि मेयर साहबले पठाउनु भएर जुन त्यो जाली हटाइदिनु भएपछि हाम्रो घर बस्ती बचेको हो
त्यस पछाडि अब उहाँहरूले उयो गर्यो भनेर हामीलाई अब होइन मुद्दा लगाउनु भयो। अब पुलिस प्रशासन लगाएर म 27 दिन म लगायत मेरो भाइ बुहारी र अब उयो नभएको मान्छेहरूलाई पनि मेरो छोरा घरमै नभएको काठमाडौँ बसिराखेको उहाँको क्यान्सरको लास्ट स्टेजको बिरामी हुनुहुन्छ त्यस्तो मान्छेसम्मलाई पनि अब होइन मुद्दा हालेर अहिले हामीलाई अब म 27 दिन बसेँ। नगर प्रहरी भाइ पनि बस्नुभयो। हामी जम्मा 4 जना बस्यौँ। त्यस पछाडि हामीलाई तारिखमा राख्नु भएको छ होइन। अब यत्रो भयो हामी महिना पछि तारिखमा धाकै छौँ। यसपालि अस्ति 19 गते थियो उयो हुन्छ भनेर बोलाउनु भएको थियो। तर उहाँहरू जुन अब हाम्रै बस्तीतिर खोला लाउनु हुने उहाँहरूले नै उहाँहरूलाई अब कारवाही हुनुपर्ने कि हामीलाई हुनुपर्ने अब अहिलेको सरकार राज्यले अब हामीलाई नै कारवाही गरिरहेको छ। हामीले आफ्नै घर बचाउँदा उहाँहरूले चाहिँ नगरपालिकाले हालिदिएको जाली काट्दा उहाँहरूलाई चाहिँ केही भएन हामीलाई नै होइन। अनि त्यस पछाडि अब उहाँहरू फेरि उहाँबाट झिकाउँदा पनि जानुहुन्न अरे। अब हामीलाई त दुःख दिएकै छ। त्यसमा अनि हामी अब त्यो बोल्नु पाउने दिनलाई के भन्दो रहेछ म यस्तो बारेमा थाहा पनि हुँदैन। अस्ति 19 गते थियो। त्यस पछाडि हामी गए पछाडि अब न्यायाधीशज्यूले चाहिँ के भन्नुभयो भने मैले भने अब हामी नै घर बस्तीतिर हाम्रैतिर खोला लगाइदिने हामीलाई नै अब जेल सजायदेखि लिएर यसरी बारम्बार दुःख दिइराख्नु भएको छ। यो के हो के अरे सर। अनि अब यस्तो बुढी मान्छेहरूलाई पनि दुःख दिइराख्नु भएको छ। अनि हामी दुखी गरिब हामी निम्न वर्गको मान्छे चाहिँ बाँच्न पाउने अधिकार छ कि छैन कि ठुलो मल हुनेलाई मात्रै के अरे नियम कानुन उहाँहरूलाई चाहिँ जे गर्दा पनि हुने हामी दुखी गरिब निम्न वर्गका मान्छे चाहिँ बाँच्न पाउने अधिकार छ कि छैन। अब हाम्रो घर बस्तीलाई नगरपालिकाले लगाइदिएको जाली त उहाँहरूले काटेर मसँग भिडियो पढ्दा नै मैले यहाँ पेश गरेको छु अदालतमा। त्यो हुँदै पनि हामीसँग प्रमाण प्रुफ हुँदै पनि हामीले सजाय भोग्नु पर्ने। अनि त्यस पछाडि अब जुन हामीले 59-60 सालमा हाम्रो व्यक्तिले हालेको जाली त्यो अब त्यो पहिलेको जाली सबै दुलो भएर अब घर बगाउनु लाग्यो। खोलाले अब हान्नु थाल्यो। अनि त्यो भएपछि अब हामीले के गर्नु त? हामी त्यहाँबाट पोका पटेर बोकेर हामी हिँड्नु पर्ने कि हामीले त्यहाँ बाँच्न पाउँछौँ त भन्दाखेरि के भन्नुभयो भने न्यायाधीशले 3 नम्बरमा परेको थियो नाम चाहिँ बिर्सेँ मैले के थियो नाम थियो। उहाँले भन्नुभयो जहिले यस्तो दुःख दिएर 5 वर्षसम्म हामीलाई दुःख थियो उहाँहरूले त दुःख दिनु चाहेको हो। अब उहाँहरूलाई चाहिँ कानुनै नहुने हामीलाई मात्रै खालि किन दुःख दिनुहुन्छ भन्दाखेरि सम्बन्धित निकायमा जाऊ नगरपालिकामा जाऊ त्यहाँ गएर कुरा राख भन्नुभयो। अनि मेयर साथमा हामीले केही लेखिदिएको छैनौँ त्यो अब हामीलाई यहाँ शान्ति राई उहाँको त त्यो राति बाढी आएकोले घरमा बास पनि भएन। अब काँतातिर गएर सुत्नु भयो। सबैभन्दा जोखिमपूर्ण उहाँ हुनुहुन्छ। अब हाम्रो पनि स्थिति त त्यस्तो नै छ तर सबैभन्दा त्यस्तो छ। अनि जाली अहिले हालसाललाई चाहिँ 6-7 दिनु त्यहाँदेखि अब त्यो जालीले हाम्रो घरहरूलाई किनभने मेन उयो त हानिएको छ त्यसले गर्दा त्यही भएर जाली चाहिँ उहाँको घर बचाउनुलाई मात्रै 5-6 दिनु अनि बरु श्रमदान गरेर त्यही ढुङ्गा छैन र अनि मेरो चाहिँ हामीसँग त्यो हामीले पहिले 59-60 सालमा हालेको जाली त्यो जाली सबै मकिएको छ। बरु कङ्क्रिट वाल नै श्रमदान गरेर हुन्छ के गरेर हुन्छ त्यो राखिदिएर त्यो ढुङ्गा निकालेर त्यही ढुङ्गा लगाउँदाखेरि हामीलाई पनि केही वर्षसम्म चाहिँ कङ्क्रिट वाल लगाउँदाखेरि अलिक हामी जोखिमपूर्ण हुने थिएनौँ कि हामीलाई पनि राति सुत्दाखेरि अब आनन्दको निद्रा आउँथ्यो कि भनेर त्यही भनेर आएको मेरो सब के सल्लाह सुझाव दिनुहुन्छ होइन। अब त्यो अब अहिले उतापट्टि त्यो पारिपट्टि डेम पहिरो जाँदैछ तिनीहरूको त्यो जाली हजुरले यो पनि सार्नुपर्छ भन्नुभएको थियो। जाली केही काम गरेन होइन। त्यो उतापट्टि यस्तो थियो नि त खौली त्यो खौलीबाट भोल जति त्यता गएर शान्ति राईको चाहिँ घरभित्र छिर्छ। अनि यता त्यो त टालेर लगाइदिएन उनीहरूले पहिले भीमले लगाएकोमा चाहिँ अब टालिएर ढोकिरहेको छ। अब यता चाहिँ त्यसरी हान्दैछ त्यो पहिरोले
यता उहाँले हाम्रो घरतिरै नि त्यो यहाँको भङ्गाई आयो भने हाम्रो घरतिरै नै आउँछ अनि त्यो भएको जाने पनि अब ढुङ्गा चाहिँ झिकेर उता लगाएर गोङरङ्गै आदि जाने मात्रै छ अनि त्यहाँनिर के अरे शर्मिला शान्ति राईको चाहिँ एकदम जोखिम एकदमै जोखिम छ अब पोहोर पनि भित्रै छिरेको त्यत्रो मेरो कुर्कुच्चा काटिन्छ बाङ्लो त ओसारी हिँड्दै अनि त्यस्तो हुँदा अब अध्यक्षले त हाम्रो त अब केही काम नगर्ने परिको अब उसको दुश्मनी हामी त भइहाल्यौँ अनि अब के भन्नु मिलेन अनि हो नि त अनि के को बिहे आवश्यक त हुन्छ त्यसले गर्दा त यस्तो भयो त यहाँसम्म हामी दुःख पाइरहेको छौँ 8 महिना भयो हामीले दुःख पाएको त्यसको केही गर्नु न केही गर्नु हामीले अनि यता सुन्नु न एउटा कुरा 3 चोटि भयो अदालतको कुरा गरेको हो त्यो मान्छेहरू अब यिनीहरू आगो बाटो पैसा भइसक्ने थियो उनीहरू झरेन भन्दा उनीहरू विपक्षी झरेन हजुर विपक्षी झरेन भने उनीहरू हार्छ अनि मैले भनेको वकिल दादालाई भनेको गएर समाउनु भनेको न्यायाधीशलाई गएर तिनीहरूलाई पो कारवाही गर्ने हो भनेको त खै नसुन्दर छ आमा जाली काट्नु भयो भनेर मलाई पो भन्छ त्यही हो के रे